1 2 3 होइन यो त उयो हो नि खच्चड हो क्रस ब्रिड खाने छुर्पी अन्डर प्रोसेस हुँदैछ हजुर सर तताउनु हुँदैछ यो चाहिँ स्टार्टिङ मेड भएको छुर्पी चाहिँ यस्तो हुन्छ स्टार्टिङ पोइन्ट हाम्रो बमबाट चाहिँ यहाँबाट स्टार्टिङ पोइन्ट हुन्छ हाम्रो खोलाको बिचमा गरेर फक्क फुस्क्यो पल्लामा गएर छुप्पुङ्गै मान्छे त्यो लेकको खोलामा अन्न उताको दोरी त सिधै पुसेर रहेछ केटा राम्रो लगेर खोलामा चोपारेको छ नि यता यहाँ गएर चाहिँ सिधै छुप्पुङ्गै नै खोलाभित्र हजुर कुनै किरा बस्दैछ बसेको छैन छैन अब जस्तो यो अब एउटा यो सेम स्पिसिस होइन नि एउटा यसको छेउछेउमै छ यो देख्दैछ होइन यसमा चाहिँ किरा बस्दैछ हेर्नुहोस् त यो चाहिँ किरा बस्दैछ यसको छेउमा किरा छ यो पोर्सन इस्ट गान्तोक डिस्ट्रिक्ट यता पोर्सन मङ्गन डिस्ट्रिक्ट यो चाहिँ एल्पेन रेन्जको सुगरले ग्रिन चाहिँ यस्तो ग्रिन चाहिँ एल्पेनमा मात्रै रहेछ वेलकम गर्नु बसिरहनु भएको छ उहाँहरू मौका पाएन खुन चुस्ने अब चाहिँ जिरिङ्गै बनाइदिने रहेछ नि त मान्छे पर्साउने रहेछ नि ट्री डल्ले त्यसमा हाम्रो क्युट वाइट अर्किड राति चाहिँ लेट नाइट भएर यो जग्गाको बारेमा याद छैन भने चाहिँ नि तपाईँहरूलाई चाहिँ उयसको जिरिङै बनाउनु पर्छ नि सातो जान्छ त यो चाहिँ उयसको वाइल्ड गाई गोरुको लागि है यहाँ राति हुँदा त लु कन्फर्म खान्छ याद नभएको मान्छेलाई त यो चाहिँ हाम्रो फर्स्ट बेस क्याम्प
चाहिँ हाम्रो हल चाहिँ आज यहाँ एन्ड इट्स अ भेरी रियली नाइस प्लेस। यहाँ चाहिँ गोठ रहेछ पहिलाको, तर अहिले मान्छे बस्नु हुँदैन। गोठको ओनरहरू तलै भेटेको थियो अघि, चोर्पी बनाउँदै गरेको। वाउ सो हाम्रो फर्स्ट डेको 14 किलोमिटर्स तल के भन्छ कविबाट स्टार्ट गरेको। आजको हाम्रो हल चाहिँ यहाँ दलमछिन हो। यो चाहिँ यहाँ हाम्रो आएको जुन चाहिँ जसको चाहिँ हामीले लिएर घोडा लिएर आएको थियो, अस्ति रहेछ यो बोट। हामी यहीँ बस्दैछौँ। अन्त यो चाहिँ यो बोट चाहिँ अघि फर्स्टमा हामी जुन चाहिँ छुर्पी बनाएको भाइ आएको थियो, उहाँहरू बनाउनुहुन्थेछ तर छोडिसकेको छ। कज वाइल्ड डगहरूको रेसियो बहुत ज्यादा बढेको रहेछ र बेसी याक खाइदिएर चाहिँ उहाँहरूले चाहिँ गोठै तल सार्नु भएको रहेछ। एन्ड दिस प्लेस इज भेरी नाइस ओपन। त्यो वरवर गरेको चाहिँ तपाईँको घोडा हो। सो आजको लागि चाहिँ हाम्रो रात यही बित्छ। काजी सर यता म चाहिँ बाघ बेलुका कतिको छ तुमिनीको नि आगो यहाँ सरलाई पुरा म त्यहाँ आलु पछि किन हाम्रो ब्रेकफास्ट अरे लन्च। 14 किलोमिटर उकालो हिँडेर पुरा थाकेर क्या। आज हाम्रो सेफले चाहिँ बस्तीको भाले रेडी बनाइदिएको छ है हामीलाई। हल्का है हल्का। माथि त्यो टुप्पामा पुग्दाखेरि भालु हिँडेको रहेछ त्यो हिलोमा। अनि मैले भने भालु हिँडेको रहेछ। अब हाम्रो त्यो जेठा त्यो सनम दजीले चाहिँ त्यसको अगाडिदेखि नि बाबु चाहिँ उसले खेदाएको चाहिँ फर्स्टमा याद रहेछ। अन्त त्यो मसँग त अब त्यो ढिलेकी गर्दैन। त्यो मा साइलासँग चाहिँ उसले ढिलेकीमा भने है आजो साइला आजो भालु भेट्छ होला, भेट्यो भने चाहिँ आजो साइला यो हामीहरू अलिक कुद्नुपर्छ, कुद्नु सकेन भने चाहिँ यस्तो रुखको छेउमा चाहिँ यसो गरेर बस्नुपर्छ। अन्त ऊ चाहिँ अब यस्तो जान्छ, हामीहरू चाहिँ त्यहाँदेखि बाँच्नु पाउँछ है भनेर त्यति भन्यो। अन्त हामीहरू घाप गरेर त्यहाँदेखि बस्यो, हाँस्यो। फेरि त्यहाँदेखि अब सनम दजुले भन्यो अलिकति माथि छेकाएर माथिबाट मारौँ, त्यो गुरु चाहिँ याक चाहिँ माथिबाट गयो किन भनिराखेर हामीहरू उम्बोजाउँ भन्दाखेरि पहुँचुले भन्यो छे अघि त्यहाँदेखि अब माथिदेखि त्यत्रो चौडी अब माथिको चाहिँ कहाँ जान्छौ भनेर त्यो चाहिँ अब एकछिनमा रिसावट त छ। त्यो साइला चाहिँ यताबाट त्यसो गयो। फेरि हामीहरू चाहिँ 4-3 चाहिँ घाप गर्दै ऊ माथिदेखि यस्तो झेकाएर मार्दै अलिक हामीहरू चाहिँ अलिक अगाडि गएको थियौँ। माथि पुगेर फेरि उन्दै झऱ्यो। त्यो सिङ्गानेहरू सुकेकोहरू भाँच्चाउँदै त्यो ठाक गर्दै घाप चाहिँ निकै गऱ्यौँ। भरेतिर त हामीहरू अब उतातिर पुग्यो, हावागर जस्तोमा पुग्यो। यहाँ जस्तोमा त घाम गरेछ। अन्त त्यो जेठाले त भनिहाल्यो लु ओ त्यो पक्का भालु नि हो, अब चाहिँ आउँछ है भनिराखेर एकछिनमा त उता हाम्रो अगाडि जाँदै थियो नि। मभन्दा मेरो अलिक अगाडि पनि थियो। त्यो मेरो अलिक अगाडि चाहिँ फेरि एउटा पछाडि चाहिँ मा साइला थियो, म चाहिँ पछाडि थियो। म यसो हेर्दाखेरि त त्यो केटा त अघिदेखि उम्बुट्टा भागिहाल्यो। अन्त म पनि भागेँ नि। भागिराखेर अलिकति बेसी भाग्नु सकेन, झन् यतिदेखि त्यो उतापट्टि खाना बनाउने त्यो चुडा जति भाग्यो। त्यहाँ यसो हेरेको त कहाँ रुख त गएको चाहिँ हुन्थ्यो, यत्रो रुख चाहिँ थियो लौ, यति चाहिँ थियो। त्यो भ्याम्पक भन्छ भेट पनि लाउँछ नि, हामीहरू फ्याचेन भन्छ हो। तर यतिमा चाहिँ चढ्दाखेरि नि म त पुरा कामिसकेछ। त्यो 2जना कहाँ गयो मलाई याद पनि थिएन। त्यहाँदेखि त्यहाँ यस्तोमा चढिबसेको त
मेरै मुनिपट्टि आइपुगेछ अब तर ऊ देख्नु चाहिँ मैले देखेँ सिङ्गानेर यो उन्युङले गर्दाखेरि पुरै जङ्गल घारी थियो म चाहिँ अब यस्तोमा चढिबस्यो अब त्यहाँ साथी सोतीको याद पनि छैन रहेछ सिर्फ गोरिम्बुची खेल्नु भनेर मात्रै त्यो मनमा चाहिँ त्यो बुद्ध भगवान् अलिकति झप्नु आएछ गोरिम्बुची खेल्नु भनेर भरे म आफै यस्तो यसो हेरौँ र हेरेर कहाँ रुख त पुरा म आफै कामेर रुख त सक्सक गर्दो रहेछ हो त्यहाँदेखि त अन्त यस्तो राम्रो यस्तो राम्रो सुनेको त उसकै मुनिपट्टि सास फेर्दो रहेछ सुर गरेर हो त्यहाँदेखि त अन्त अब चाहिँ यो पक्का आउँछ होला भने अब मेरो कम्बरमा भ्याम्फक त्यो छुरी जस्तो यस्तो सानो यस्तो चाहिँ थियो त्यो छुप्पी भएको त्यो त केही न केही त अब मैले मेरो छुप्पी काम लाग्छ अरे बम पकाएर काम लाग्दैन रे काटै हुँदैन त्यो त के छ त्यो छुरी मात्रै हेर्ने अब घरमा फरले हुँदै हुँदैन नि बम खुकुरले त के यसरी हिर्काउनुपर्छ उकालो त्यो उकालो कहाँ हिर्काउनु टाइम पाउँछ कि नाकमा हिर्काम मात्रै त्यहाँदेखि त अब बसेँ त्यहाँदेखि एकछिनमा बस्यो त एकछिनमा अन्त सनम दाजु चाहिँ फ्यु गर्दै थियो हो तिमी मेरै पछाडि उतापट्टि रहेछ त्यहाँदेखि यसो हेरेको त दुईजना त अन्त त्यो एउटा बालु चिन्डे भने त्यो काँडा भएको घाँसको त्यो रुखमाथि महासाइला चाहिँ पछाडि रहेछ त्यो सनम दाजु त अलिक माथि चढेको रहेछ त्यहाँदेखि सनम दाजुले भन्दै थियो त्यहाँदेखि फ्यु गरिराखेर झन् 5 मिनट जस्तो त भइसक्यो 5-10 मिनटको छेउछेउतिर होला त्यहाँदेखि सनम दाजुले हँसु भनेको त पुगेको अलिक उतापट्टि ओइ गर्दैछ याद गरेँ अब तिम्रै सिधा उता गएको छ भन्दै थियो भरे चाहिँ अन्त उसको सिधा चाहिँ गएन ऊ चाहिँ अन्त त्यो आवाज सुनेर चाहिँ त्यो एउटा हाँगे के अरे सिङ्गानी यस्तो पल्टेर गएको रहेछ अरे त्यसकै झारा फेददेखि उँभो लुकी बसेछ नि त्यहाँदेखि त अन्त अलिक उता यतादेखि अलिक त तलपट्टिसम्म त ठ्याक ठ्याक गरेर गयो कि त्यहाँदेखि त अलिक तलदेखि त ऊ आफै पनि तर्सिएछ नि अलिक बाँस पारेङ्गाहरू पनि निकै छिटो छिटो बाँचेर पराक 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 गर्दै कुद्यो उन्दो हो त्यहाँदेखि हामीहरू त उन्दो घटको सिधा कहाँ कसैको आँट आएन सिधा त्यहाँदेखि त उयो अघि हामीले त्यो पानी खाइन् पानी मैले पानी छ भने हो त्यहाँ डाँडामा त्यहाँ पो निस्किएको तलदेखि नै त्यहाँ निस्किराखेर फेरि जम्लेदेखि उन्दो झरेको त्यहाँदेखि चाहिँ म चाहिँ काबु त्यहाँदेखि चाहिँ झन् 1 वर्ष जस्तो त म एक्लै जङ्गलमा चासक्कै हिँड्दा पनि डर लाग्ने नि त्यहाँदेखि पछाडि त अब 4-5 दिनको बादमा हो अब तलतिर अब रुखतिर तलतिर झर्छ होइन अब तल केटाहरू हाते काँड खेल्छ अब तल त्यो केटाहरू हाते काँड खेल्दाखेरि यस्तो हेर्दाखेरि खेल्नु मन लागिहाल्छ खेल्दाखेरि एकछिनमा रिमरिम भइहाल्छ हो फेरि त्यहाँदेखि माथि म आफै गोठमा जानुले नाम्चम पुग्नुले अब एक दिन त मोबाइल यस्तो भाल्दै हिँडेको नि यस्तो भाल्दै हिँडेको त अब बाटोको छेउमै त्यो बिलाउने पनि यस्तै रहेछ नि त्यो बिलाउनेको एउटा पात चाहिँ यस्तो उन्डो मोबाइलमा यस्तो हिँडेर गएको त त्यसको छाया चाहिँ कालो लिप गर्दैछ कि आमा साथु त्यहाँ एकताल त गएँ ठ्याट गरेर